हेलो गाइज वेलकम ब्याक अगेन एउटा नयाँ भिडियोको साथ हामी चाहिँ आज यो के हो यो कालो कालो ठाउँमा चाहिँ आएको छौँ। हामी पख भिडियो खोल्यो नि अब हाँस्दियो के बस हामी पनि हाँस्ने अडियन्सलाई पनि हँसाउने भन्ने हुन्छ नि त इन्टेन्सन। हाँस्दिएपछि ओए हल्लिँदो रहेछ यार। साथीहरू ट्राइपोड नयाँ मैले लिएको अब त सक्दैन कसैले पनि सक्दैन। उनीहरूले यस्तो मलाई नदेखाइकन गफ खान भने गफ खान त मेरै अनुहार चाहिन्छ क्या। ल गफ खान त एकछिन गफ उसले भनिहाल्यो होइन गफ खान भनेर। तिमी घारी नहिँड त कहाँ गएको त उता 15 सेकेन्ड बोला अरे। अब म के बोल्नु भन त। यसो हेरेको मैले उतातिर हेर्दै थिएँ कि होइन। ओए धन्नै लडेको। साथीहरू यहाँ राइनो छ है खै म चाहिँ होइन है देख्दैन त यसरी गफ हाल्नु भनेको गफै नानी तर लास्ट सजिलो हुँदो रहेछ यार यसरी खिच्नलाई। यो बत्ती पनि बल्छ यो रातिलाई। यो त रातिलाई एकदम साथीहरू आज हामी यहाँ आँपचोर नआउनु भएन फुल्दै छैन। हामी पोखरीतिर आएको थियौँ होइन। खासमा आज हाम्रो अर्कै भ्लग हाल्ने सोच थियो होइन। तर भ्लग हाल्ने अर्कै नै सोच थियो। आज परिस्थिति र समयले पनि साथ दिएन अनि त्यही भएर हामी आज अर्कै भ्लग हालिरहेको छौँ। त्यो भ्लग चाहिँ केही दिन पछाडि आउँछ होला। अनि थुप्रै भइसक्यो च्यानलमा भिडियो नहाल्यो भने नसोच्नु हामी यहीँ छौँ जहिले हालेर हुन्छौँ। तर नपुगेको मात्र हो त्यहाँसम्म। नखिचेको मात्र हो भ्लग जहिले हुन्छ नखिचेको मात्र हो। ल हेर्नु मलाई होइन अघि रोजर भाइले दाइ तपाईँलाई पिज्जा डेलिभर गर्ने बोय जस्तो देखेछ रातोले भनेर भनिरहेको थियो कि। ल समय यो एकछिन 15 सेकेन्ड बोला त फेरि बोला। मैले कपाल पालेर म तक्लो हुन त लागेको छैन नि छैन। ल साथीहरू यो चाहिँ डेलिभरी बोय म चाहिँ भोलिदेखि डेलिभरी गर्न आउँछु। यो रुगाले मलाई डेलिभरी बोय जस्तो देखाएको छ। कसको घर के डेलिभरी गर्नु छ भन्नु म त्यो डेलिभरी गर्छु नि त्यसको 4 गुणा बढी लिएरै जान्छु घरमा पोको पारेर ब्यागमा। यो ट्राइपोड पनि देखाउँ न तपाईँहरूलाई एकछिन भनेको। अब एकछिन पछि हामी एकछिन छुट्टिन्छौँ अनि त्यसपछि तपाईँहरूलाई लास्टतिर ट्राइपोड देखायौँ भने देखाउँछौँ देखाएनौँ भने पनि के को मतलब तपाईँहरूलाई देखाएँ नदेखाएँ देखाएँ हेर्नु नदेखाएँ जे देखाउँछु त्यही हेर्नु। यताबाट ह्यान्डसम आउँछ नि मलाई। खतरा छ यार यो ट्राइपोड। यो त अब साथी मेरो भयो नि त फेरि पैसा दिन्न नि फेरि म पैसा सैसा होइन। यो आजदेखि मेरो घर जान्छु यो ट्राइपोड मैले थाहा भइसक्यो। ल यस्तो भयो ट्राइपोडमा मेरो आइफोन राखेपछि त खतरा। यहाँ आन्टीलाई पनि म देखाइदिन्छु खोइ यहाँ आन्टी जाँदै हुन्छ है। सबैले कसैले चिन्नु भयो भने यस्तो नमस्ते भन्नु। तर सजिलो हुँदो रहेछ यार यसरी बोल्दै बोल्दै गफ गर्दै गर्दै हिँड्नलाई। वाउ फ्यान्टास्टिक। तपाईँहरूलाई होइन छ्या अनुहार राम्रो छैन ट्राइपोडलाई मेरो अनुहारलाई। अरू यो हो नाइस यार। तर यसको खासमा मलाई जरुरत चाहिँ तिमीले मगाइदिएकोमा धेरै धेरै थ्याङ्क यू। ल वेलकम। ल यो अब मेरो भइसक्यो है। यो बोलिदियो अब कसैले पनि माग्नु पाउँदैन। यो अबबाट डेली लगाउँछ डेली। यो ट्राइपोडबाट त यसरी त कस्तो सजिलो सलला। तपाईँहरू त आधी पृथ्वी देख्नुभयो होला देखेको छैन मै हो त आधी यति आइसक्यो आधी आइसक्यो त 60%। म त अब भुराहरू के चोरिरहन् के अरे किम्बु खाइरहन् किम्बु तिनीहरूलाई। अब तिमी अगाडि र होइन मलाई बिग फ्यान भन लाउ न यस्तरी बन्छ कि भिडियो त्यत्तिकै बन्छ भिडियो भनेको रमाइलो भिडियो कम्ता गाड्छ। तिम्रो च्यानलले तिम्रो हो स्यालेरी तिमीलाई हो कि फर्स्ट टाइम त्यहाँ म स्यालेरीमा राखेको तिमीलाई। अब आजदेखि म भिडियो एडिटिङ पनि सिकाएर तिमीलाई पनि राख्छु। ल तिम्रो त्यो पोस्ट फिक्स भयो। सिकाउनु पर्दैन मैले जानेको छु अलिअलि। त्यो भाइहरू गइसक्यो मलाई पनि देऊ न खानालाई इनपुट गर्नलाई। आउटपुट त बिहान हुन्छ इनपुट गर्नलाई कुदिरहेको थियो कि तिनीहरू। यता अब यता बाइक आयो बाइक आयो साथीहरू हाम्रो। यो फेरि के हो थाहा छ हुन्डा साइन होइन नि त्यो उसको नाम हो
बेनेली 500 सीसी त्यो दिदीले पनि हेर्नुभयो मलाई यसरी आँखा घिसी घिसी खतरा आउँछ मलाई राइमिङ कहाँ केटाहरू ए बल खेल्न आएको बुढाहरू अब एकछिन अझै हामी त्यहाँ किम्बु पनि खान्छौँ के हो त्यो किम्बु होइन त्यो किम्बु होइन त्यो हाम्रो अजम्बरी बुटी जुन खाएपछि कहिले पनि केही हुँदैन हामीलाई हामी हुन्छौँ शक्तिशाली त्यही खान्छौँ हामी यसरी गफ खानुपर्छ कि मैले गफ खानु सिकिसकेँ म मस्त गफ खान्छ त्यसपछि हामी हुन्छौँ अजम्बरी बुटी हामी पनि खाने नि यत्रो मान्छेले खाइरहेको छ नि सब किम्बु खाने हो हिँडा हुनेहरू हामी पनि खाने हो ल खिच्छ जुध मेरो कन्टेन्ट पुगेको छैन जुध जुध पानी परेको छैन भोलिदेखि कालीको बास त हुँदैन नि एउटा खान्छु ल मैले त चिनेको छैन गुलियो खाइन त यार पख यो भाइहरूले मेरो बारेमा कुरा काट्दैछन् खै चिनिया खाले यहाँ चिनी नै हाले होइन ल खाएँ है आहा गाइज के छ भाइ गुलियै छैन त्यो त फ्रीको माल हानिदिउँ अब भोक पनि लागिरहेछ अब साथी मलाई खाजा खुवाउँछु मजाले आगर त हेऱ्यो ल अब फेरि हेर अब घरमा नि आउँछ ल तिमी पनि आयो आउँछ सब आउँछ ल साथीहरू सबजना हो है विदुर सापकोटा 1 मिलियन विदुर सापकोटा सब्सक्राइबर भर्खर 5 आहा खोइ भ्लगरै 0 सब्सक्राइबर त्यही सर्च गरेर आउँछ यस ओइ यहाँ खाऊँ न किम्बु त्यहाँ तिनीहरूले अब सब कब्जा हानिसकेको छैन बिल्ला होइन के मेरो रमाइलो दिस इज कल फ्री प्रमोसन स्पेलिङ आउँदैन आउँछ यिनीहरू भर्खर पढ्दैछन् 2 मा यस्तो घिनलाग्दो अनुहार देखा भने होला छैन घिनलाग्दो अनुहार तिम्रो धेरै रातो कि मेरो धेरै रातो जसको थोर रातो उसले केही गर्नु पर्यो होला रातो कालो टोपी कालो टी सर्ट कालो जिब्रो मान्छे चाहिँ ह्यान्डसम मान्छे चाहिँ ह्यान्डसम भनेको मान्छे ह्यान्डसम चाहिँ भएछ ठिक छ साथी यो बढाउनु मिल्छ होइन मिल्छ यसरी यो पनि ओए कस है साथी मेरो फेरि आइफोन झऱ्यो भने त भोलिदेखि यहाँ भिडियो आउँदैन अभिनाजा त एउटा गीत गाऊ होइन तिमीले राम्रो गीत गायो भने यो म लिएर जान्छु तिमीले नराम्रो गीत गायो भने पनि यो म लिएर जान्छु ल अब गीतै गाउँदिनँ त्यो भयो भने चाहिँ साइकल पनि लिएर जान्छु हुन्छ नो कमेन्ट्स तर लास्ट मलाई टाउको दुखेको छ नि आज खासमा म निस्किनै खोजेको थिइनँ उसले बोलाएको बोले फोन गरे जस अपोजिट है यसको भ्लग पनि खिच्नेवाला दिनु म होइन यो पनि कर गरेर है उनले कर गरेर यो चाहिँ होइन ल यो चाहिँ म साँच्चै भनिदिन्छु यो डिभाइस छ नि यो जुन तपाईँलाई यसरी हामी देखाइरहेछौँ नि यो डिभाइस ट्राइपोड आएको रहेछ नि त्यही भएर यसको अब उद्घाटन गर्ने मै हो अब यस्तो चट्ट रिबन काटेर त्यही भएर यमराज गयो है तिमीलाई रिबनको व्यवस्था नि गरेन ल साथीहरू हाँस्दा एकछिन थाकिसक्नु भयो होला एकछिन छुट्टीमा ल छुट्टीमा एकछिन ल यति खिच्ने नि ल साथीहरू हामी एकछिन आइसक्यौँ फेरि पनि यो यस्तो ह्यान्डसम अनुहार लिएर अटोमा गएर हिँड्छु है म जिस्काइदिन्छु यसो दाजुबहिनीहरूलाई के छ भाइ ठिक छ योपालि मलाई भोट चुनाव आयो होइन यस्तो यहाँ बसेर एकछिन बोल्दै गरेर म आउन्जेलसम्म राम्रो कुरा बोला मेरो तारिफ जाँदैछ कता सोल्टी तिमी कता सोल्टी ऊ तारिफको योग्य छैन है ऊ गाडीतिर जाँदैछ अब छोडिदिउँ उसलाई ऊ गाडीतिर गएको छ अब के भन्नु उसलाई न मलाई चाहिँ चिन्छ नि तपाईँहरूले नचिने नि के छैन
अब चिन्नुहुन्छ बिस्तारै। धेरै कुरा त के गर्नु, हामी यता पार्कतिर आएको छौँ। खोइ केटी भेट्न भनेर आएको, कोही केटी छैन रहेछ। बोलाऊ कि भनेको। के बोले भाइ? अब के बोले के छ थाहा? अब फोन गरेर बोलाऊ कि भनेको, खोइ छैन, फोन नम्बर पनि छैन यार, के गर्नु। बिजोग छ हो मेरो त। कता जाने भनेको, भर्खर त आएको थियो यार। कहाँ उता नदेखा है घरतिर। ल साथीहरू, बल्ल आनन्द भयो। यसले के भनेको नि मेरो बारेमा राम्रै तारिफ गर्ने मान्छे छ। खासमा त्यस्तो गलत केही छैन। गाली गलौज भने रहेछ भने पनि एडिटिङमा बस्ने मै हो। केही हुन्न, केही पनि हुन्न। हुन्छ जाउँ, भइसक्यो। यहाँ हल्का हुन त आएको नि। सरी पछि भने त। तर मलाई यो ठाउँ आइरहन मन लाग्छ कि। तिमी ल परे अनि आइहाल्छ। जाऊ ल जाऊ। यस्तै कुरा भन्न मैले क्यामेरा खोल्छु यार। ल साथीहरू, यस्तो कुराहरू नसुन्नु है। लास्ट फटा बाध्यताले मात्रै लिएर हिँड्यो। फटा हो यो मान्छे। ल केही भने दादी यसो तारिफ गरिदिएको भने एकछिन यस्तो तारिफ गर्यो। के छ दाइ? तारिफ गरे नि मन मनै गर कि। खोइ तिमी तारिफ गरे नि मन मनै गर कि न। तिमी बिग्रिन्छौ कि यसरी। तिमी त लास्ट सोझो हो कि साथी। यति सोझो हौ नि होइन। कस्तो ठ्याक्कै यो गौतम बुद्ध पनि तिमी भन्दा अलिकता यति मात्र भए पनि बाङ्गो होला कि। त्यति सोझ हौ तिमीहरू। तिमी यहाँ मेरो फ्यानहरू हेर, जबरजस्तीको फ्यानहरू। जबरजस्तीको फ्यानहरू हो हामी। यहाँ बुवा हाम्रो रेडिएसन हुन्छ। त्यो भाइलाई त अघि नै मैले देखाइसकेँ होला। भाइ अलि अगाडि आउँ छिटो। थ्याङ्क यू भाइ। फ्यानहरू हो फेरि। मैले जबरजस्ती भन्नलाई होइन है फेरि यिनीहरूलाई। मेरो आफ्नै रियल फ्यानहरू हो। अब तपाईँहरूलाई म अझै अपडेट दिइरहन्छु। तिमी त ब्युटिफुल देखिरहेको छु यार। अलि क्यामेरा लेन्थ हल्लेको होला है साथीहरू। एडजस्ट गर्नु है। यो चाहिँ 4 रेक्टरको भूकम्प होला। म सिक्दैछु कि कसरी चलाउने भनेर। त्यो भएर मैले जबरजस्ती फ्यान भन्नलाई होइन है फेरि रियल फ्यानहरू। अहिले कति सब्सक्राइबर छ भन्दाखेरि मैले युट्युबहरू 0 सब्सक्राइबर टाइटल राखिदिएको तिनीहरूले मलाई। मैले 5 भनेको थियो नि यसरी। युट्युबहरू 0 सब्सक्राइबर। तर यो नाम राख यार, खतरा पाउँछ। बिक्छ नि खासमा मार्केटमा। ल साथीहरू, तपाईँहरूलाई मन परेछ भने यसो पिन गरिहाल्नु है। यो म यही राख्छु नभए अर्को फ्यानहरू पनि हो। देख्दैन होला। देख्ने त यो अनुहार मात्रै हो नि त। ह्यान्डसम अनुहार मात्रै देख्छ नि त क्यामेरामा। खास छ। अब म यत्तिकै बोल्छु कि खासमा मेरो अनुहार मात्रै हेर्नु पऱ्यो हो त अडियन्सलाई। यत्तिकै बोल्छु कि साथीहरू, उसलाई पनि देख्नु, अनुहार मात्रै हेर्नु न खासमा भनेर। अनुहार देख्ने हो कि जिब्रो देख्ने हो? म अहिले क्यामेरा अन नगरे म कसरी हिँड्थेँ भन ल। म देखाइदिउँ कसरी हिँड्थ्यो। क्यामेरा अन नभएको भए म यसरी हिँड्थेँ। चुप लागेर हिँडिरहन्थेँ होइन। अब क्यामेरा अन छ, अब बोल्नु परेको। अब बोलेन भने फेरि गाह्रो पर्छ। पिज्जा डेलिभरी हुँदैन। सबलाई म यो बाटोमा हिँड्छु नि, जुन बाटो हिँड्छु नि त्यो बाटोमा म सबलाई फ्यान बनाएर हिँड्छु कि। मेरो क्रेजै बबाल छ। यति त बिक्छ नि मजाले। त्यहाँ पनि हो। अब तिनीहरूले पनि युट्युबर दाइ भन्छ अरे। एकछिन पहल 2 सेकेन्ड अझै ल 15 काउन्ट गर ल। 1 2 बिस्तारै गर न। भनेर भनिदिन्छ। 14 बिस्तारै 15 पुग्यो त 15। के छ नानी? के छ पुग्ने? विद्रु सापकोटा थ्याङ्क यू। खै देखेन ल, यो बहिनीहरू भाँडकुटी खेल्दैछन् है। मलाई नि खाना बोलाएको थियो, म चाहिँ गइनँ। म टन्नै एकदम भकुरेर आएको हिजो खसको मासु। सुनायो भने होला फेरि। अब सुनाएको छैन खासमा। यति मात्र किन देखायो भन्दा मै हेर्न खोजेँ भने त तपाईँहरूले। त्यही भएर भालेलाई देखाइदिनु। यहाँ लोकल भाले। गाउँहरूमा कस्तो रह्यो भने तिमीहरू सहर बसेको खोइ भाले देखिँदैन त। यहीँ सहर बसेको देख्छ यस्तो। यहाँ कराउँदैछ। ल साथीहरू, अब एकछिन बिक्राउँला खोज्यो यो त। तिमीलाई खोज्यो होइन? मलाई खाजा खाउन त मेरो टाउको दुख्यो हेर। यत्रो बोलिसक्यो, मेरो स्ट्यामिना खर्च भयो नि त। खर्च भयो। अब हामी खाजा खान जान्छ मलाई। सब भन्ने कुरा न हो। तिम्रो घर फ्लावर छैन? फ्लावर हजुर
मेरो फ्यान हो मैले ल थ्याङ्क यू भनिदेऊ ल च्यानल पनि देऊ अबि त्यो भाइ पनि ल थ्याङ्क यू भाइ लट्स अफ लभ अब हेर गाउँमा त सक्छ कसरी मलाई ओ भाइ तिमीलाई मेरो च्यानल त थाहा छ नि च्यानल त थाहा छ नि मेरो लु सब्स्क्राइब पनि गर तिमीहरूले बरु गरे छैन होला हो हेर असत्यहरू गरे चेक गर अब भाइ त ल तिम्रो के एउटा ट्यालेन्ट देखाइदियो नि त तिम्रो ट्यालेन्ट तिमी बल खेल्छौ होइन तिमीलाई मैले बल खेल्ने ठाउँ भेटेँ होला त्यसै ओ नाइस म त्यतातिर नि जान्छु नि कहिले भन त हजुर आमा ल इक्जाममा नलेख्ने मान्छेले मैले यहाँ लेखिदिनु पर्यो कहाँ घर के हो नाम कार्की हो अटोग्राफ दिस नट अटोग्राफ है साथीहरू हेर ल कमेन्ट गर ल हजुर के भनी नानीले गाली त दिन त्यो सानो क्युट नानी चाहिँ त्यस्तो गरिदिनु त्यही हो भाइ तिम्रो घर ल राम्ररी बस फेरि यही अनुहार म देखाइहाल्छु योभन्दा बाइक म के देखाउन्न प्रोफिट भइरहेको छ कि छैन हेर साथी खासमा आज तिम्रो पनि लक होइन मेरो पनि लक होइन यो ट्राइपोडले मलाई ह्यान्डसम देखाएको हो त्यही भएर यस्तो अलि माथि गर न म अलिक गोरो आएन कि टेङ खासमा ह्यान्डसम त मै भन्ने यो मैले के भिडियो बनाउनु छ थाहा यो हनुमानमा होली दलदा निदानमा नसिबमा लेखेर आउनुपर्छ भनेर सोचेको थियो 2 मिनट पछाडि 2 सेकेन्ड पछाडि के त्यो एउटा गीत थियो के होली दल्नेलाई गाली दिनेवाला उयसभरि दलेर हो त्यही सोचेको थिएँ खासमा चाहिँ तर भएन उयो बिहान भइसक्यो कति सुत्छ के यो कति सुतेको बिहान भएर रात पनि भइसक्यो उठ भने बिहान भइसक्यो कति सुत्छ उठ अहिले उठाउने माछ सुनक्क साइड लागेर यसरी उठ अहिले माछ लाडा अहिले म सुतिरहेको थिएँ उठाउँछस् भन्छ यसले फेरि मलाई बन्दै त हेर्दा नि हेरिने यार इग्नोर के हुन तर के हुन नगर्नु इग्नोर गर्नु पर्नेले गरोस् नगर्नुले नगरोस् हामीलाई केही पनि मतलब छैन किनभने हामी कसैलाई पनि घाँस हाल्नेवाला छैनौँ छौँ त भात पनि हाल्नेवाला छैनौँ आफैलाई खाना यहाँ गाह्रो भइसक्यो आज यस्तरी मैले खिचेन है साथीहरू सरी ल फर दिस किन भन्दाखेरि अनुहारमा चमक आएको छ नि त त्यही भएर ल फेरि एकछिन छुट्टिने हो फेरि फ्यान फलोइङ जबरजस्ती भेटाएर हामी फेरि पनि भेट्छौँ ल खाना पञ्च एक पञ्च नेपालको हुन्छ खिच्यौ एउटा भिडियो खिच्यौँ यहाँ आऊ न के हो नाम तिम्रो लक्ष्मण के यहाँ दनवाटल हो घर ल यहाँ सबलाई आइ भन डर लाग्छ हो जाऊ बिस्तारै जाऊ रात्दै यहाँ छन् खोइ कहाँ गए ओ अङ्कलले हेरेर पनि नहेरे जस्तो गऱ्यो होला नहेर नि के हो सर होइन हो राजु अङ्कल हो राजु अङ्कल हो रात्दै हो सर भयो भने हामीलाई के वी डोन्ट केयर एनीबडी इन दिस वर्ल्ड थ्याङ्क यू भेरी मच अहिले झगडा पर्ला है यहाँ साथीलाई कुटाकुट भएर साथीलाई फेरि हिँड्दै बाटोमा साथीलाई कुटाकुट भयो भने न्युज आउला नि फेरि ह्यान्डसममा कम्पेयर नगर बरु अरू कुरामा गर गायब हुन्छ ह्यान्डसमनेसमा छ नि 1 नम्बरमा म बरु 2 नम्बरमा तिमी ल ओके 2 नम्बरमा तिमी है 1 नम्बरमा चाहिँ जहिले पनि यही अनुहार ओके अरू कुरा बरु म एडजस्ट गरिदिन्छु तिमी मभन्दा गोरो छ भने म गरिदिन्छु होइन ह्यान्डसमनेसमा मलाई फेरि हुँदै मलाई झनक्क रिस उठेर यहाँ धरती स्क्र्याच हुनसक्छ धरती स्क्र्याच हुनसक्छ यो कुरामा चाहिँ म कम्पेयर गर्नै सक्दिनँ यहाँबाट प्लेन उड्छ हेर्नु है साथीहरू यो यस्तै हो रहेछ नजिकबाट चाहिँ ठिक हुने उड्यो है अब प्लेन रनवेमा छ खोइ
उड्यो नि उडेको उडेन लो बजेट हो अस्ति चक्का नभएको त उड्यो यसको त कमसेकम चक्का त त्यति नै ठुलो कुरा हो त्यो चाहिँ सही हो यार हो नि त्यति मान्नुपर्छ नेपालको पाइलट हो त अस्ति चक्का नहुँदा उडेको उडेको त्यो पनि खासमा के भएको थियो भन्दाखेरि त्यो चक्का चाहिँ मेरो घरमा बस्ने मुढा थिएन खासमा त्यहाँ ल्याएर मुढा नभएपछि त्यो चक्का लिएर गएर चक्कामा बस्यो खासमा हामी अनि टिउड चाहिँ लिएर गएर स्विमिङ गर्न गएको खासमा त्यस्तो हो कुरा चक्का नभएन मैले लगेँ सोधेर जाने थिएन त्यही भएर हैन सोधेर लगेँ म स्विमिङ सिक्दै थिएँ नि त अनि टिउडको उ गरेँ अनि मुढा बनाएको के त्यसको चाहिँ र एकछिन छुट्यौँ ल हात दुख्यो कि मेन भनेको ह्यान्डसमनेस घट्यो भने यता कता बाटो कहाँसम्म चाहिँ उतैसम्म मात्रै त्यो घरहरूबाट मात्रै हो आज त उतै गयो यस्तो सिरियस कुरा गर्नु न आयो चटपट कस्तो अनि 5 सेकेन्ड यस्तो तिमी बनाऊ पक्का अहिले एकछिनमा बनाउनु तपाईँको बनाउँदैन बनाउँदैन हामी ह्यान्डसम मान्छेहरूको मात्रै बनाउँछौँ उसलाई नि पठाइदिन्छ कि चटपटीको मात्रै बनाउँछौँ हाम्रो चटपटी बनाएर नि छ ल उसको मात्रै भनिन्छ यहाँ यो दिदीलाई लाज लाग्छ अरे दिदी भन्नुभयो हिमालय भाइ भन्नुभयो मैले दिदी भन्ने तिमीलाई त लाज लाग्दैन नि साथी लाज लाग्छ नि भन है फेरि तिमीलाई पनि म हटाएर फुल राखिदिन्छु फुल अब बोल र एकछिन यहाँ पैसा वसुल हुनु पर्ने बोल यो प्रचार हान्दिनु यो पसलको प्रचार गर ल तिमी मानौ एउटा एडभर्टिजमेन्टको लागि आछौ ल गर अनि यता फर्केर पनि हुन्छ त यताबाट फर्काउ न ल बोल फेरि उता देख्छ फेरि गाह्रो छ ल एकछिन पछि भेट्छौँ हामी त्यसपछि यो बदाम धेरै हालिदिनु ल दिदी यो बदाम चाहिँ झ्याप्पै हालिदिनु ल डब्बै दिएर पठाइदियो पनि हुन्छ खै के हो नाम हाम्रो चटपटे पसल जहाँ बदाम धेरै हालिदिन्छन् मिठो मिठो बनाउनुहुन्छ ल अब म बनाउँदिनँ म सुरु गर्छु तिमी अन्त्य गर ल सनम रे भन भन न यार यति अझै भोलि मेरो बिहे पछि तिम्रो बे अझै सनम रे गीत गाउँदिन के गर्छस् के गर्छस् रे के गर्छस् के भने कि अझै लाइन थप आएन यार ल साथीहरू सरी बाई बाई हो आम्बो सोल्जी तिमीलाई त कस्तो ह्यान्डसम देखाएको छ नि पतिवाला र पति देखेन हो अँध्यारो भएछ यार बत्ती बाल्नु पऱ्यो बाला त यो बत्तीको के एक्सपेरिमेन्ट गर्नु पर्यो ल यो बत्तीको के हामी एक्सपेरिमेन्ट गर्नु पर्यो परो ल अब चाहिँ हाल्छौँ होला ल साथीहरू एकछिन छुट्टीमा बत्ती अझै पठाउँछु म गाह्रो भयो तपाईँहरूलाई ठिक्न गाह्रो हुन्छ है भयो यार धेरै साँच्ची भनेको यार तिम्रो फोनबाट छ नि ए साथीहरू एकछिन मैले त्यो तपाईँहरूलाई के नाटक देखाइदिए हो कि कस्तो हुने नाटक देखाइदिए हो कि साइकल पेल्दाखेरि कस्तो आवाज आउँछ भने त्यो खासमा म त्यो थाकेको नाटक गरिदिए हो कि के गर्दा थाक्थ्यो उही ए केही भएन मलाई यस्तो त म 20 जना कहाँ गयो कुल भयो हालिदिन्छु यतै बस्नु धेरै टाइम यो एरियामा हामी यति धेरै आउँथ्यौँ नि यो त हाम्रो दिनै घुम्ने ठाउँ कलेजको बस हिँड्ने बाटो यही हो मैले पिच गरिदिएँ अस्ति भर्खर अफ हाने ल
ल साथीहरू म घर आइसकेँ मेरो क्यामेराले धेरै देख्दैन मेरो क्वालिटी त्यही भएर अब आजलाई यो भिडियो चाहिँ यति नै यसपछि अर्को भिडियो पनि छ मलाई अहिलेसम्म चाहिँ नि भएन एडिटिङ गर्नलाई खासै म एडिटिङ त गर्दिनँ त्यही पनि अब यो यति नै हालिदिन्छ अर्को भिडियो नि हेर्नु होला सो मन परेको छ भने चाहिँ डोन्ट फर्गेट टु हिट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब ह्यान्डसमै छु है फेरि यो लाइट यतापट्टि एन्टी लाइट परेर मात्र त्यस्तो ल ह्यान्डसमको लागि एउटा लाइक पनि ठोकिदियो